कहिले हुन्छ जनताको माग र मुद्दा सम्बोधन? कहिले हुन्छ जनताले चाहे अनुरूपको काम कारबाहीहरू जो जनताले सुन्न चाहिरहेका छन्? जसरी हुन्छ अवरोध सिर्जना गरेर सत्ता पक्षलाई निरीह बनाउनु बाहेक केही काम देखिन तपाईहरुको। जहिले हुन्छ प्री प्लानिङ रूपमा संसद कसरी अवरुद्ध गर्ने हो, प्री प्लानिङ रूपमा टेम्प्लेट लिएर पहिल्यै संसदको बैठक सुरु हुनुभन्दा पहिला उभिनुहुन्छ। यो तरिकाले देश विकास हुन्छ? कसरी हुन्छ संसदको बैठक मार्फत नै समस्याको समाधान खोज्ने होइन र? सधैँ अवरुद्ध गरेर तपाईको क्षणिक स्वार्थ एउटा सत्ता पक्षलाई निरीह बनाउने क्षणिक स्वार्थ पूरा गर्नको लागि जनताले चाहिँ तपाईलाई भोट दिएर पठाएको हो। तपाईहरुको मुद्दा नै सिद्धिने नाम लिँदैन त। पुराना पार्टीहरूले प्रतिस्रोध लिनै पर्दैन। पुराना पार्टीहरूको मुकुण्डो ओढेर यी नयाँ पार्टीहरू हुन् जसले जनताको भावना अनुकूल नकाम गरेर जसरी हुन्छ संसद अवरुद्ध गरेर देशलाई उदोगति लगाइरहेका छन्। यी भनेका देशघाती हुन् यिनीहरू। यो छोटो समय छ। देश 30-35 वर्ष यी जनताहरूले यतिसम्म दुःख पाएका छन्। अब कसरी हुन्छ सुखको सास फेर्नको लागि तिमीहरू नयाँ अनुहारहरूलाई विजय गरेर पठाएको हुन्, न कि यसरी दिनका दिन तिमीहरूको रोइलो हेर्नको लागि। अब त अति भयो। तिमीहरूलाई त आफ्ना क्षणिक स्वार्थमा रोमलिनु र जसरी हुन्छ राजसभालाई अवरोध सिर्जना गरेर असहयोग गर्नु बाहेक म त केही काम देख्दिन तिमीहरूको। पुराना पार्टीका आत्माहरू हो जसले देश बन्न दिन्नौ।